सभापति रवि लामिछानेको विरुद्ध कोही पनि चाहिँ मैदानमा अथवा लोकतान्त्रिक प्रतिस्पर्धामा आउनु भएन भने सभापति वही हुनुहुन्छ। पार्टीले एउटा विधि तय गरेको छ, त्यही विधिले निर्धारण गर्छ। भनेको त प्रधानमन्त्रीको कदम गलत रहेछ भन्ने पनि त होइन नि। प्रधानमन्त्रीको कदम गलत रहेछ भनेर कसरी भन्नुहुन्छ तपाईँ? कोही साथीलाई होइन म सभापतिका रूपमा प्रतिस्पर्धा गर्न योग्य छु, इच्छुक छु भन्ने भने यो लोकतान्त्रिक विधि स्वीकारेर प्रतिस्पर्धा गर्न सक्नुहुन्छ। यो सार्वभौम प्रतिनिधिको अधिकार हो। त्यो कहीँ काँध थाप्दा थाप्दै त्यो काँधै भाँसिने हो कि टाउको नै ए बाबा दुख्ने हो कि ए बाबा किन 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 के कुरामा चाहिँ काँध थाप्यो, काँध गल्यो, के कुरामा हामी छानेको किचन क्याबिनेटले या यति नजिकका पात्रले लेख्नेको चाहिँ त्यो सामान्य चाहिँ हुन सक्दैन है। अरू राजनीतिक दलहरूमा अभ्यास हुँदाखेरि त्यो लोकतान्त्रिक हुन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टी प्रति हेर्ने दृष्टिकोणै खराब भएका इन्भर्टेड कमा भित्रका साथीहरूको अब शैली नै त्यस्तो छ। अन्त लोकतान्त्रिक प्रक्रिया हुन्छ, विधि हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अधिवेशनमा निर्वाचन गर्यो भने यहाँ चाहिँ के हुन्छ, भाँडभैलो हुन्छ। यसलाई प्रशय दिने काम नि तपाईँहरूको स्टेटमेन्टले गर्दा पनि या फेरि मान्यज्यूहरू नेताजीहरूको रेस्टरुमदेखि लिएर सदन या सडकमा बोलेका अभिव्यक्तिले गर्दाखेरि पनि आयो होला। सम्भवतः एउटा इक्जाम्पल त तपाईँकै स्ट्याटसले पनि अलिकति शङ्कालाई थप विभाजन गरेको जस्तो देखिन्छ। ढुक्क आउनुहोस् यसरी त बन्दै भन्दैन भन्नुभयो तपाईँले। फेरि उताबाट काउन्टर के आयो, ढुक्क आउनुहोस् यसरी नै भन्छ भन्दै गर्दाखेरि त अलिकति केही भयो कि। एउटा कुरा चाहिँ तपाईँ के बुझ्नुहोस् भने त्यहाँ के बन्छ र के बन्दैन भने कसैले लेखा होइन छ र देशका कुरा होला, पार्टीको कुरा होला, मेरो व्यक्तिगत जीवनका कुरा नि त होला नि, राजनीतिक होइन मेरो व्यक्तिगत जीवनका कुरा नि त लेखा होला नि त मैले, होइन मेरो व्यक्तिगत जीवनको कुरा लेखा होला नि त। मेरो फेसबुक स्ट्याटस, मेरो पर्सनल एकाउन्टमा मैले मेरो व्यक्तिगत जीवनको कुरा लेखा हुन सक्दैन। हामी छानेको किचन क्याबिनेटले या यति नजिकका पात्रले लेख्नेको चाहिँ त्यो सामान्य चाहिँ हुन सक्दैन है। असामान्य त तपाईँहरूले बनाउनुहुन्छ नि असामान्य हुन्छ। मैले त मेरो फेसबुक एकाउन्टमा मैले आफ्नो स्ट्याटस लेखेँ। त्यो न्युज बन्नुपर्ने चिज होइन। काउन्टर किन आयो? बालनजीको निकट पात्रबाट आएकै छैन भने तपाईँहरूले देखेको काउन्टर हो क्या? तपाईँहरूले देखेको, तपाईँहरूले चित्रित गरेको, तपाईँहरूले यसको विरुद्ध यो आयो भनेर न्युजमाथि न्युज एउटा मान्छेले स्ट्याटस लेखेको चिज पनि न्युज भन्छ। म जस्तो मान्छेले लेखे, आम नागरिकले लेखेको। सर्वोच्च पदमा रहेका पात्रको निकै खास पात्रले लेखेको चाहिँ भन्छ है। निकै खास पात्रै होइन नि। म एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुँ। रवि लामिछाने यो पार्टीको सभापति, श्रद्धेय सभापति हुनुहुन्छ। अब यसमा को खास, को चाहिँ नखास, को चाहिँ नजिक, को टाढा भन्ने छ र? एउटा श्रद्धेय सभापति र पार्टी सदस्य बिचको जुन दूरी सबैसँग छ, हामीसँग त्यही दूरी छ। अब यसमा अलिकति फरक तपाईँहरूले देख्ने दृष्टिकोण हो। तपाईँहरूले यसलाई अलिकति अतिरञ्जित गर्ने तपाईँहरूको प्रवृत्ति हो। यसमा त मैले भन्नुपर्ने कुरै छैन नि। प्रमोदजी, अतिरञ्जित गर्ने भन्दा पनि यसो देखिएको है, कतिपय सांसदहरूले पनि भन्नुहुन्छ मुख खोलेर बोल्न नसक्नु आफै ठाउँमा होला। र कतिपयले के भन्नुहुन्छ भने सरकारले गल्ती गरेको गर्ने, यता सभापतिले चाहिँ काँध थापेको थापै या टाउकोमा बोकेको बोके गरिदिनु पर्ने, ढाकचोक गरिदिनु पर्ने। यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, यसमा त कन्फ्युजन छ? त्यसमा कुनै शङ्कै छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको प्रतिरक्षा यो पार्टीको सभापतिले नगरे कसले गर्छ? अथवा सत्य कुरा यो भनेर यो पार्टीको सभापतिले नगरे कसले गर्छ? पार्टी सभापतिले आफ्नो पार्टी नेतृत्वको सरकारको प्रतिरक्षा गर्यो भन्दा पनि न्युज हुन्छ त। कहीँ काँध थाप्दा थाप्दै त्यो काँधै भाँसिने हो कि टाउको नै ए बाबा दुख्ने हो कि? ए बाबा किन 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 के कुरामा चाहिँ काँध थाप्यो, काँध गल्यो, के कुरामा, के तथ्य, के प्रमाणका आधारमा भन्दै हुनुहुन्छ? फेरि त सीमाका कुराहरू या त फेरि चाहिँ भारत सरकारका लगायत तमाम सीमाका कुरा त परराष्ट्र मन्त्रीले नै भनिसक्नु भयो। उहाँको भनाइको आशय के थियो होइन? सीमाको बारेमा त उहाँले सरकारले अफिसियल्ली सरकारले गरेका काम कारबाहीको प्रत्येक कुराको प्रष्टीकरण सरकारले आफै दिइरहेको छ। सुकुम्बासी बस्ती किन हटाउनु पर्यो अहिले बर्खाको बेलामा भनेर सरकारले भनेन र? अस्ति गृहमन्त्रीले माफी माग्नुभयो, उतातिर प्रधानमन्त्रीले गृहमन्त्रीले व्यवस्थापन राम्रो हुन सकेन भन्ने कोणबाट भन्नुभएको होला। व्यवस्थापन, यहाँको व्यवस्थापन हामीले जति राम्रो गर्नु पर्थ्यो, सरकारले गर्न पर्थ्यो, होल्डिङ सेन्टरको व्यवस्थापन हामीले त्यो अनुसार गर्न सकेनौँ भन्ने कुरामा उहाँले क्षमा याचना गर्नुभएको हो।
त्यो भनेको त प्रधानमन्त्रीको कदम गलत रहेछ भन्ने पनि त होइन नि, प्रधानमन्त्रीको कदम गलत रहेछ भनेर कसरी भन्नुहुन्छ तपाईँ? गृहमन्त्री एक सन्दर्भमा होल्डिङ सेन्टरमा गएर निरीक्षणपछि भन्दै हुनुहुन्छ कि हामीले जति व्यवस्थापन गर्न सक्थ्यौँ अथवा सकिन्थ्यो त्यो अनुसार गर्न सकेनौँ, त्यस कारणले सरी भन्नुभएको छ। अब तपाईँ उठाएको कुरालाई त्यहाँ लगेर जोडेर कसरी मिल्यो, सिक्वेन्स मिल्यो कसरी? अन्तिममा भनिदिनुहोस्, यो अब अधिवेशनले जे खालको सङ्केत गरिरहेको छ, केन्द्रीय महाधिवेशनमा यसले कस्तो खालको प्रभाव पार्छ? सभापतिको अब निकै चर्चा छ, हुन त तपाईँहरूले उद्घोषै गरिसक्नु भएको छ रवि लामिछाने अबको थप 2 कार्यकाल औपचारिक रूपमा महाधिवेशनबाट गएर। त्यस अर्थमा यो कहीँ कतै सभापतिमै क्लस्टर देखिने त होइन, अन्त कोही पात्र त्यस्तो इच्छुक आकाङ्क्षी? यस्तो हो, हाम्रो विधानले महाधिवेशनमा आएका महाधिवेशनका प्रतिनिधि सबैलाई त्यो ठाउँका लागि जुनसुकै आफूले इच्छाएको ठाउँका लागि प्रतिस्पर्धा गर्न खुल्ला गरिदिएको छ। सबभन्दा पहिला बुझ्नुपर्ने कुरा, कोही साथीलाई होइन म सभापतिका रूपमा प्रतिस्पर्धा गर्न योग्य छु, इच्छुक छु भने यो लोकतान्त्रिक विधि स्वीकारेर प्रतिस्पर्धा गर्न सक्नुहुन्छ। यो सार्वभौम प्रतिनिधिको अधिकार हो। त्यो अर्को बाँकी रह्यो अर्को कुरा, कोही पनिलाई होइन त्यो महाधिवेशनका सार्वभौम प्रतिनिधिहरूलाई होइन यो पार्टीको सभापतिको नेतृत्व चाहिँ अझै निरन्तर चाहिन्छ यो पार्टीलाई भनेर त्यही महाधिवेशनका प्रतिनिधिहरूले निर्णय गर्नुभयो। अहिलेको सभापति रवि लामिछानेको विरुद्ध कोही पनि चाहिँ मैदानमा अथवा लोकतान्त्रिक प्रतिस्पर्धामा आउनु भएन भने सभापति वही हुनुहुन्छ। पार्टीले एउटा विधि तय गरेको छ, त्यही विधिले निर्धारण गर्छ। महामन्त्रीको पनि चर्चा निकै छ। सबै पदहरूमा प्रत्येक तपाईँ खोज्दै जाँदाखेरि सबै पदहरूमा एक एक मान्छेको चर्चा होला नि। स्वाभाविक हो, महाधिवेशन आउँदैछ, म त्यो ठाउँका लागि योग्य छु भनेर साथीहरूले दाबी गर्नु के अनौठो भयो र? निर्विरोधै भइसक्यो अरे नि त। कतिपय त यो मान्छे चाहिँ फिक्स महामन्त्रीमा यो मान्छे फिक्स। भोलि निर्वाचनको प्रक्रियामा जाँदाखेरि समान पदमा अर्को प्रतिस्पर्धी आउनु भएन भने निर्विरोध हुन्छ नि। त्यही हो नि विधि, होइन? अब त्यो हामीले त निर्वाचन केन्द्रीय महाधिवेशनको जारी हुन्छ कि हुँदैन भन्ने किन हुन्छ? सार्वभौम प्रतिनिधिहरूले जे निर्णय गर्नुहुन्छ त्यही हुन्छ नि। व्हिप किन जारी हुन्छ? कसका लागि व्हिप जारी हुन्छ र? के का लागि? हुँदैन नि। किन प्यानल हुन्छ? मैले हाल्ने भोट मेरो स्वतन्त्रताको कुरा हो। मैले आफ्नो इच्छा लागेकोलाई भोट हाल्छु भने अरू प्रतिनिधि साथीहरूले त्यसै गरी भोट हाल्नुहुन्छ। तपाईँको उम्मेदवारी केमा रहन्छ? तपाईँ के आकाङ्क्षी हुनुहुन्छ? अब हेरौँ, अब महाधिवेशन आउन केही समय बाँकी छ, साथीहरूसँग सरसल्लाह गरौँ। होइन त अगाडि बढ भन्नुभयो भने अगाडि बढ्नु, होइन त होइन त्योभन्दा योग्य साथीहरू अर्को छ अगाडि बढाउनु, उहाँलाई बढाउनुहोस् भन्नुहुन्छ भने हुनुहुन्छ। यो पार्टीमा म जत्तिकै योग्य मभन्दा योग्य धेरै साथीहरू हुनुहुन्छ। भोलि उहाँहरूलाई अगाडि बढाएर अहिलेको जसरी पछाडि बसेर भूमिका निर्वाह गर्न पनि हामी तयार छौँ। किनकि बनाएकाहरूलाई नै विस्थापित गरेर नि त नयाँहरूले, योगदानै नभएकाहरूले पार्टी बनाएकाहरूलाई विस्थापित गरिसके। अब नयाँ पुराना योगदान सबैको हिसाब किताब क्यालकुलेटरमा जोड्ने बेला होइन। यो चाहिँ पार्टी बनाउने बेला हो। अब यो मैले अघि पनि भनेको थिएँ, यो पार्टीमा 2 थरीका साथीहरू हुनुहुन्छ। कोही सबैभन्दा पहिला यो पार्टीको सदस्य भएका साथीहरू, सबैभन्दा जीवनमै पहिलोचोटि कुनै पार्टीको सदस्य हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएका साथीहरू हुनुहुन्छ। कोही साथीहरू अरू पुराना राजनीतिक दलबाट हुँदैन भन्ने त्यो निष्कर्षमा पुगेपछि ती राजनीतिक दलहरू प्रति मोहभङ्ग भएका साथीहरू पनि यहाँ हुनुहुन्छ। यो घरमा आइसकेपछि को नयाँ को पुरानो भन्ने कुरा हामीलाई थाहा छैन। यो घरका सबै सदस्यहरू बराबर हुन्। यो घरका सदस्यहरूलाई विधानले जे अधिकार दिएको छ त्यो सबै सदस्यहरूले प्रयोग गर्न पाउनुहुन्छ। विधानले दिएको अधिकार प्रयोग गरेर कोही निर्वाचित भएर आउनु भएको छ, सर्वसम्मत रूपमा भएर आउनु भएको छ भनेपछि त त्यो पार्टीको नेता निर्वाचित भएर आउनु भएको छ। कुनै अर्को अमुक पार्टीको साथी यहाँ आएर प्रतिस्पर्धा गरेर कांग्रेसको सदस्य अथवा एमालेको सदस्यहरू यहाँ आएर निर्वाचित हुनु भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू निर्वाचित हुनु भएको छ भने को नयाँ को पुरानो के भन्नु पर्यो? फलानु चाहिँ कांग्रेसको सदस्य ल्याएर तपाईँहरूले चाहिँ निर्वाचित गराउनु भएछ भनेर त्यस्तो छ र? एमालेको सदस्य फलानु थियो, त्यो त जिल्ला सभापति भएछ नि तपाईँहरूको पार्टीको भन्ने छ र? योगदानको कदरको कुरा हो, अरू त खासै के। अब पार्टी बल्ल 4 वर्ष भएको छ। 4 वर्षमा के को योगदान? आजको दिनमा प्रमोद नेउपाने जतिको योगदान गरेका मान्छे
अहिले आएकै मान्छे पनि हुनसक्छ। यो पार्टी खास सबै साथीहरूको योगदानले यहाँ आइपुगेको हो। आज कसैलाई मेरो योगदानको चाहिँ सम्मान भएन भन्ने लाग्यो होला, मात्र एउटा कुरा हामीले याद गर्नुपर्छ, यो पार्टी भर्खर 4 वर्षको हुँदैछ। 4 वर्षमा हामीले यो पार्टीमा कति योगदान गऱ्यौँ, मात्रै 4 वर्षमा कति योगदान गऱ्यौँ भन्ने समीक्षा पनि हामी सबैले गर्नुपर्छ। 4 वर्षमा 40 वर्ष जस्ती पार्टीमा योगदान गरेको जसरी हिसाब किताब खोज्ने बेला भएको छैन यो पार्टीमा। मात्रै 4 वर्षको बालकले के खोज्छ त्यस्तै हो। मात्रै 4 वर्षमा अब पार्टी विस्तार हुँदै जाँदा, सुदृढ हुँदै जाँदा, पार्टीमा साथीहरूको योगदान चाहिँ अझ मजबुत हुँदै जाँदा, भोलि त्यो दिन म चाहिँ यति वर्षदेखि दृढतापूर्वक लाग्दा पनि म माथि अन्याय भयो भन्ने दिन आउला। तर आज भर्खर 4 वर्ष भएको छ। 4 वर्षमा योगदान खोज्ने बेला कसैको पनि भएको छैन। त्यसकारणले यो योगदान खोज्ने बेला म हुन्छु भनेर कसैले भन्नु स्वाभाविक हो, तर म योग्य हो कि होइन भनेर आफैले निर्णय गरे होइन, सार्वभौम प्रतिनिधिहरूले निर्णय गर्नुहुन्छ।